यो भोइस सुन्नुहोस् तपाईहरु। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्र सेवक कर्मचारी र शिक्षकहरूको मासिक तलब भत्ता न्यूनतम रु 1 लाख कायम गरिनेछ। उहाँले भन्नुभएको छ गभर्नमेन्टको फन्डिङबाट पुलिस, आर्मी र टिचरहरूको स्यालेरी चाहिँ 1 लाख पर मन्थ बनाउने भन्ने कुरा गर्नुभएको छ। यो 1 लाख पर रुपिज बनाउने गरिराख्दाखेरि त्यो फन्डिङ चाहिँ कहाँबाट आउँछ त? गभर्नमेन्टको एक्सपेन्डिचरबाट आउनु पर्यो। गभर्नमेन्टले एक्सपेन्डिचर बढाउनु पर्ने हुन्छ। गभर्नमेन्टले एक्सपेन्डिचर बढाउँदाखेरि कस्तो कस्तो इकोनोमीमा इफेक्टहरू पर्छ सर्टमा र छोटकरीमा जानकारी लिउँ है त। फर्स्ट अफ अल त गभर्नमेन्ट एक्सपेन्डिचर बढाइराख्दाखेरि चाहिँ फन्डिङ हामीले पुलिस आर्मीहरूलाई 1-1 लाख रुपियाँ दिइराख्दाखेरि चाहिँ उहाँहरूले कन्जम्सन प्याटर्नहरूलाई बढाउनु हुनेछ। डेफिनेटली एउटा सानो एक्जाम्पल लिएर सम्झौँ। कुनै पनि व्यक्तिको 10 आय भइरहेको छ भने उसले 8100 रुपियाँ पाइराख्दाखेरि चाहिँ उसले डेफिनेटली कन्जम्सन प्याटर्न जुन थोरैमा उसले गुजारा गरिरहेको थियो भने अब उसको चाहिँ हाई एक्सपेक्टेसन, लिभिङ कस्टहरू एकदमै हाई हुन चाहियो होइन। उसले चाहिँ लग्जरी लाइफस्टाइल जिउन खोज्छ है। डेफिनेटली जसले पनि त्यो गरि नै हाल्छ। अब कन्जम्सन प्याटर्न पनि उसले कस्तो ठाउँमा गरिरहेको छ भन्ने पनि हुन्छ। डिफ्रेन्ट प्याटर्नमा उसले गर्दाखेरि त्यसले चाहिँ फर्स्ट अफ अल एउटा एक्जाम्पल फेरि पनि हेरौँ। हामीले उसले कन्जम्सन गरिराख्दाखेरि चाहिँ उसले मान्यौँ गुड्स एन्ड सर्भिसेसमा कन्जम्सन गर्यो अरे। ल मान्यौँ एउटा बिस्कुट हामीले 100 रुपियाँमा किनिरहेको थियौँ भने आजको दिनमा उसले कन्जम्सन बढाउँदा त उसित पैसा धेरै भयो, उसले बढी किन्न सक्ने भयो। क्यापासिटी बढ्ने बित्तिकै उसले चाहिँ के भन्छ क्वान्टिटी बढी उठाउने भयो। क्वान्टिटी बढाउने गर्ने बित्तिकै सप्लाई पनि धेर हुने भयो। सप्लाई धेर हुने बित्तिकै के हुन्छ त प्राइस अटोमेटिकली हाई भइहाल्छ। भनेपछि जेनरल प्राइस जस्तो 100 रुपियाँ पर्ने बिस्कुटको अब दाम हुन गयो 150 अथवा 200 हुन गयो। भनेपछि डेफिनेटली यो एकदमै लो लेभल इन्कम भएको व्यक्तिहरूलाई डेफिनेटली यसले हानि गरिहाल्यो। र त्यसपछि अर्को कुरा हेरौँ है त। अब गभर्नमेन्टले एक्सपेन्डिचर गर्नको लागि त गभर्नमेन्टसित त रेभिन्यू हुनु पर्यो र गभर्नमेन्टसित त इन्कम हुनु पर्यो। अब गभर्नमेन्टले इन्कम केबाट गर्छ त भन्दाखेरि सिम्पली जसलाई पनि थाहा भएको ट्याक्स र रेभिन्यूबाट हो। अब रेभिन्यूलाई एकछिन साइडमा राखिदिउँ। ट्याक्सको कुरा गरिराख्नु पर्दाखेरि चाहिँ गभर्नमेन्टले आजको दिनमा कुनै पनि अब भनिदिनु न 25% भ्याट अथवा केही लगाइरहेको छ नि एक्जाम्पल रुपिस होइन। उसले त अब धेरै एक्सपेन्डिचर गर्दाखेरि त उसले कमसेकम ट्याक्स पनि त बढाउनु पर्यो नि त। ट्याक्सहरू जति बढाउँछ त्यति नै हामीलाई घाटा हुन्छ। अब एउटा सर्वेले के भनेको छ भने कुनै पनि कन्ट्रीको चाहिँ ट्याक्स रेट जति कम भयो त्यति नै प्रोग्रेसिभ डेभलपमेन्ट हुन्छ भनेको छ होइन। ट्रम्पको कुरा गरिराख्दाखेरि सब्सिस्टेन्सी लेभल अफ वेजेस एन्ड लिभिङ स्ट्यान्डर्ड रेट अफ वेजेस थ्योरीले चाहिँ के भन्छ भनेदेखि कुनै पनि व्यक्तिको वेजेस रेटले चाहिँ धेरै नै डिफ्रेन्ट इम्प्याक्टहरू पर्छ। सच एज जस्तै वेजेसहरू बढाइराख्दाखेरि उसले वेजेस धेरै पाउने बित्तिकै उसले बिहे गर्ने भयो। बिहे गर्ने बित्तिकै पपुलेसन